4 वर्ष बीएड को चाहिँ यो भाषा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण पद्धति भन्नेको एकाइ 3 मा रहेको भाषा पाठ्यक्रमको अध्ययन र निर्माण भन्नेमा भाषा पाठ्यक्रमको ढाँचा भन्नेको पार्ट 2 को भिडियो है साथीहरु। यो पार्ट 1 चाहिँ मैले पहिला हेर्नलाई चाहिँ सुन्नलाई यहाँहरुलाई अनुरोध गर्दछु, त्यसपछि बल्ल पार्ट 2 मा आउनु होला। अनि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। धन्यवाद। अनि अर्को छ शिक्षण प्रक्रिया। शिक्षण प्रक्रिया त यहाँहरुले थाहा छँदैछ। त्यो विषयवस्तु जुन छ नि, त्यो विषयवस्तुलाई के कसरी हामीले चाहिँ विद्यार्थीमा चाहिँ बुझाउन सकिन्छ हो, त्यो नै एउटा शिक्षा प्रक्रिया, एउटा तौर तरिका हो के सिकाउने। पाठ्य अब 5 नम्बरमा शिक्षण प्रक्रियाको कुरा छ यहाँ। पाठ्यक्रमले जतिसुकै राम्रा उद्देश्य र आकर्षक पाठ्य वस्तुको निर्माण तथा छनौट गरे तापनि सिकाइ क्रियाकलाप प्रभावकारी भएन भने लक्ष्य तथा उद्देश्य पूरा हुन सक्दैन। पाठ्यक्रमलाई बढी उपयोगी बनाउन उपयुक्त किसिमको शिक्षण गर्दा विभिन्न पद्धति उल्लेख गर्नु आवश्यक हुन्छ। भाषा शिक्षण गर्दा विभिन्न पद्धति तथा विधिहरूको प्रयोग गरिने हुन्छ। भाषा शिक्षणका निम्ति व्याख्यान भनेको व्याख्या गर्ने है, छलफल, प्रश्नोत्तर, समूह कार्य, परियोजना कार्य, अनि त्यसपछि आगमन निगमन विधि पनि छ है, त्यहाँ कुरो आउँछ तपाईहरुले। कार्यका लागि अतिरिक्त प्रस्तावित पद्धति, वर्णनात्मक पद्धति र उत्पादनात्मक पद्धति, निराकरणात्मक पद्धति, निगमन विधि, आगमन विधि, प्रत्यक्ष विधि आदि धेरै पद्धति तथा विधि अपनाउन सकिन्छ। भाषा पाठ्यक्रम निर्माणकर्ताले पाठ्यवस्तुको विधाको परिचय खण्डमा शिक्षण प्रक्रियाको उल्लेख गर्नु राम्रो हुन्छ है। यहाँ चाहिँ विधाको परिचय जहाँ राखेको हुन्छ त्यहाँनिर एउटा कसरी पढाउने भन्ने कुरा पनि राख्नु अझ राम्रो हुन्छ। त्यसैगरी अब चाहिँ मूल्याङ्कन प्रक्रिया। अब विद्यार्थीले त्यो पाठ पढिसकेपछि अथवा त्यो शैक्षिक सत्र पुरा गरिसकेपछि के कस्ता उपलब्धिहरू हासिल गरे भनेर लेखाजोखा गर्ने काम चाहिँ के हो त? मूल्याङ्कन हो। र त्यो मूल्याङ्कन के कसरी गर्ने? मौखिक चाहिँ गराएर हुन्छ कि, परियोजना कार्य दिएर हुन्छ कि, हैन परीक्षा लिएर हुन्छ कि, समूह कार्य दिएर हुन्छ कि, के गरेर हुन्छ? एउटा चाहिँ मूल्याङ्कन गर्नुपर्ने हुन्छ। जस्तै शैक्षिक उद्देश्य। अब मूल्याङ्कन प्रक्रियाको बारेमा छोरी हामी बुझौँ। शैक्षिक उद्देश्यलाई कुन हदसम्म प्राप्त गर्न सकियो भने लेखाजोखा गर्ने प्रक्रिया मूल्याङ्कन हो। शिक्षणका सन्दर्भमा मूल्याङ्कनलाई विद्यार्थीको क्षमता प्राप्तिको लेखाजोखाका रूपमा लिइन्छ। त्यसैले विद्यार्थीको शैक्षिक स्तरमा पृष्ठपोषण प्रदान गर्न, शिक्षण क्रियाकलापमा सुधार ल्याउन, पाठ्यक्रम, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीमा सुधार ल्याई शैक्षिक प्रशासन तथा व्यवस्थापनमा समेत मद्दत पुर्याउँछ। त्यसले त मूल्याङ्कनले। भाषा सिकाइ अभ्यासात्मक हुने भएकाले यसका मूल्याङ्कन पक्षको महत्त्वपूर्ण भूमिका रहन्छ। मूल्याङ्कन निर्माणात्मक, निर्णयात्मक प्रकृतिको हुने भएकाले सिकाइको क्रममा निर्माणात्मक दुई मूल्याङ्कनलाई अत्याधिक उपयोग गरिनु आवश्यक हुन्छ। हरेक पाठको अन्त्यमा अभ्यासका लागि प्रशस्त निर्देशन दिनुपर्छ। समय समयमा प्रत्येक एकाइ सकिँदा साथ एकाइ परीक्षा तथा त्रैमासिक परीक्षा लिने कार्य गर्नुपर्छ। यसका अतिरिक्त वार्षिक परीक्षा जस्ता निर्णयात्मक मूल्याङ्कन प्रक्रियाको पनि उपयुक्त सुझाव उल्लेख गर्न आवश्यक हुन्छ। जब हामीले भाषा पाठ्यक्रम निर्माण गर्छौँ त्यति बेला चाहिँ विद्यार्थीहरूलाई के कसरी उनीहरूले त्यो कुराहरू जाने जान्दैनन् भनेर लेखाजोखा गर्ने एउटा आइडिया, मूल्याङ्कनका तौर तरिका पनि त्यहाँ हामीले गर्नुपर्ने हुन्छ। जस्तै अहिले हाम्रो चाहिँ माध्यमिक 9-10 को पाठ्यक्रममा चाहिँ तपाईँको सैद्धान्तिक परीक्षाको लागि भनेर 75 नम्बर र व्यावहारिक सुनाइ र बोलाइ सम्बन्धी भनेर 25 नम्बर प्र्याक्टिकल भन्छ नि, हामीले त्यो छुट्याएको छ। त्यस्तै विभिन्न ढाँचा कसरी छुट्याउने भन्ने कुरा पनि त्यहाँ चाहिँ लेखिदिएको हुनुपर्छ मूल्याङ्कनमा। र मूल्याङ्कनको चाहिँ प्रकार चाहिँ 3 प्रकारका हुन्छन् है। एउटा चाहिँ निर्माणात्मक हुन्छ, एउटा चाहिँ निर्णयात्मक हुन्छ, अर्को चाहिँ निदानात्मक हुन्छ है। निर्माणात्मक भनेको तपाईले चाहिँ
बिचमा जस्तै कक्षा चाहिँ परीक्षा लिनुहोस् हैन, एकाइ परीक्षा लिनुहोस्, त्रैमासिक परीक्षा लिनुहोस् या मन्थली परीक्षा लिनुहोस् र त्यो परीक्षाबाट आएको जो मूल्याङ्कन छ, त्यो विद्यार्थीले हासिल गरेको त्यो चाहिँ अङ्कहरू छ, त्यसको आधारमा उसलाई थप पृष्ठपोषण दिँदै उसलाई चाहिँ सिकाइप्रति प्रेरित गराउने र उसको सिकाइमा अझ सुधार ल्याउने, के कस्ता सुधारका पक्षहरू छन् त्यसलाई चाहिँ औँल्याएर पृष्ठपोषण दिने काम र थप सिकाइको प्रति उत्प्रेरित गर्ने काम चाहिँ निर्माणात्मकले गर्छ, निर्माण गर्ने काम भयो। त्यहाँ अप्सन हुन्छ, विद्यार्थीलाई अझ सुधार्ने मौका हुन्छ। अर्को छ निर्णयात्मक। निर्णयात्मक भनेको यो चाहिँ प्रमाणपत्रमुखी एक शैक्षिक सत्र पुरा पढिसकेपछि तपाईले अन्त्यमा शैक्षिक सत्रको अन्त्यमा यो परीक्षा लिइन्छ र उसलाई पास गराउने या फेल गराउने, उसलाई माथिल्लो कक्षा चढाउने या नचढाउने, उसलाई त्यो पास गरेको प्रमाणपत्र दिने वा नदिने भनेर यहाँ चाहिँ सिधै निर्णय गरिने भएकोले यो चाहिँ निर्णयात्मक हुन्छ। र अर्को चाहिँ निदानात्मक। निदान भनेको के हो त? जरैदेखि समस्याको समाधान गर्नु भनेको निदान गर्नु हो। र निदान गर्नु भनेको कसरी गर्न सकिन्छ त भन्दा कुनै पनि बालबालिका अथवा सिकारुले यदि केही कुराहरू सिक्न गाह्रो मानिरहेछ भने उसले त्यो गाह्रो किन मानिरहेछ, त्यसको चाहिँ पारिवारिक समस्या हो कि त्यसको भाषागत समस्या हो कि त्यसको चाहिँ या उसले आफ्नो समय अन्त्य दिएर अभ्यास नगरेर हो कि या आर्थिक समस्या हो कि कुनै भय तरास हो कि होइन, या कुनै घटनामा परेको हो कि या शारीरिक रूपमा मानसिक रूपमा अशक्त हो कि के कारणले बच्चाले त्यो सिकिरहेको छैन भन्ने कुराको खोज अनुसन्धान सबै कुराहरू गरेर त्यसलाई जरैदेखि चाहिँ उसको समस्यालाई पहिल्याएर त्यसको जरैदेखि चाहिँ निर्मूल पार्ने काम उसको सिकाइलाई चाहिँ एकदम समस्या पहिचान गरी फेरि त्यसलाई निराकरण गर्ने काम चाहिँ निदानात्मक मूल्याङ्कनले गर्दछ। यति कुरा यहाँहरूलाई मैले थोरै सम्मेलले एकदम ज्ञानको कुरा हो यो, जान्ने पर्ने कुरा। र अर्को चाहिँ पाठ्य पुस्तक भन्ने छ 7 नम्बरमा। पाठ्य पुस्तक यहाँले बुझिसक्नु भएको छ, यो पाठ्यक्रमको आधारमा पाठ्य पुस्तक भन्छ। अब पाठ्य पुस्तक भनेको पाठ्यक्रमद्वारा निर्धारित लक्ष्य तथा उद्देश्यसम्म पुग्न आवश्यक शिक्षण क्रियाकलाप सञ्चालनका लागि सहयोग गर्ने प्रमुख लिखित सामग्री हो। यसले एउटा चाहिँ के गर्छ भन्दा एउटा निश्चित दिशा अथवा गति प्रदान गर्छ कि यसले, त्यति काम यसको, बुझ्नुभयो नि। अनि यो चाहिँ साधन हो, यो पाठ्यक्रम एउटा साध्य हो हैन, र त्यहाँ पुग्नलाई आवश्यक पर्ने साधन भन्ने के हो त? पाठ्य पुस्तक हो। अनि पाठ्य पुस्तक खास गरी पाठ्यक्रमले तोकेको विषयमा भाषिक तथा वैषयिक भनेको विषयगत भनेको विकासलाई ध्यानमा राखी तयार गरिएको हुन्छ। यसले विद्यार्थीलाई सम्बन्धित विषयमा गृह कार्य गर्ने, अभ्यास गर्ने, पुनरावृत्ति गर्ने जस्ता कार्यमा सहयोग पुर्याउँछ। शिक्षकले पाठ्य पुस्तकको सहयोग लिएर अध्यापन योजनाको तर्जुमा गरी विद्यार्थीलाई पाठ्यक्रमले तोकेको उद्देश्यको बिन्दुसम्म पुर्याउन सक्ने भएकोले यसको महत्त्व उच्च रहेको छ। पाठ्य पुस्तकलाई दुई प्रकृतिबाट हामीले चाहिँ यसलाई हेर्न सकिन्छ। ती हुन् चाहिँ एउटा भाषा पाठ्य पुस्तक, अर्को चाहिँ अन्य विषयका पाठ्य पुस्तक। जस्तै हामीले नेपाली र इङ्ग्लिस चाहिँ यो भाषा पाठ्य पुस्तक पढ्छौँ हामीले भने सामाजिक हैन, विज्ञान, गणित, स्वास्थ्य, जनसङ्ख्या, यीहरू चाहिँ हामीले अन्य विषयका पाठ्य पुस्तकको रूपमा हामीले पढ्ने गर्छौँ। भाषा पाठ्य पुस्तक भाषिक सिप र ज्ञानको विकास गराउने उद्देश्य निर्माण गरिएका हुन्छन् भने अन्य विषयका पुस्तकहरू सम्बन्धित क्षेत्रमा विषयको ज्ञान गराउने उद्देश्यले लेखिएका हुन्छन्। भाषिक सिप सिक्न होस् अथवा कुनै विषयवस्तुको ज्ञान प्राप्त गर्न होस्, पाठ्य पुस्तक शिक्षक तथा विद्यार्थी दुवैका लागि सहयोगी साथी हो। यो विद्यार्थीले गहन अध्ययन गर्नुपर्ने भएकाले यसबाट बोध तथा अभिव्यक्ति क्षमताको अभिवृद्धि गर्ने लक्ष्य लिएको हुन्छ र यसमा शिक्षकको अनुपस्थितिमा विद्यार्थीले स्वअध्ययन गरेर पनि आफ्नो ज्ञान हासिल गर्न सक्छन्। एउटा विद्यार्थीहरूलाई एकदम सहयोग पुर्याउने खालको दस्तावेज, लिखित मुद्रित पनि भन्न पाइयो, लिखित पनि भन्न पाइयो, एउटा पुस्तक हो है त।
अनि अर्को चाहिँ सन्दर्भ पुस्तक। सन्दर्भ पुस्तकको बारेमा यहाँहरूलाई मैले बुझाउँछु। भाषिक बोध तथा अभिव्यक्तिका क्षेत्रमा प्रयुक्त विविध सन्दर्भका निम्ति सहयोगी हुने पुस्तक नै सन्दर्भ पुस्तक हो। सन्दर्भ पुस्तक गहन अध्ययनसँग सम्बन्धित नभई द्रुत पठनसँग सम्बन्धित हुन्छ। भाषिक सिप र क्षमता आर्जनका निमित्त सहयोग पुर्याउने यस्ता पुस्तकहरूले विद्यार्थीमा बोध तथा अभिव्यक्तिपरक क्षमताको अभिवृद्धि गराउनका साथै पठनप्रति अभिरुचि जागृत गराउने भएकाले उपयुक्त किसिमका सन्दर्भ पुस्तक तथा पाठ्यक्रममा समावेश गरिनुपर्छ। यहाँनिर तपाईँहरूले यहाँ हेर्नुभयो भने यो भाषा यो चाहिँ अहिले पद्धति भन्ने छ जुन विषय हाम्रो, यो पद्धति विषय चाहिँ शिक्षण पद्धति विषय पढेपछि योसँग सम्बन्धित र यसलाई सजिलो गराउनको लागि सिफारिस गरिएका पुस्तक तथा सामग्री भनेर लास्ट अन्त्यमा चाहिँ लेखिएको छ। जस्तै अधिकारी हेमाङ्ग राज 2057 नेपाली भाषा शिक्षण केही परिप्रेक्ष्य तथा पद्धति काठमाडौँ विद्यार्थी पुस्तक भण्डार भनेर यसरी लेख्दै हुन्छ। त्यो लेखकको नाम, त्यो कहिले सालमा प्रकाशन भएको त्यो र कुन प्रकाशकद्वारा प्रकाशित भएको भनेर सन्दर्भ सामग्री पनि त्यहाँनिर थोरै लेखिदिएको हुनुपर्छ। जस्तै कक्षा 10 मा लक्ष्मीप्रसाद देवकोटा भन्ने एउटा जीवनी सम्बन्धी पाठ छ त्यहाँ। अनि त्यसपछि लक्ष्मीप्रसाद देवकोटाको चाहिँ त्यो पाठ पढिसकेपछि हामीलाई उहाँ चाहिँ महाकवि हो रे, उहाँले चाहिँ धेरै योगदान दिनुभयो नेपाली कविता क्षेत्रमा, स्वतन्त्रतावादी प्रगतिवादी धाराको चाहिँ प्रवर्तक हुनुहुन्छ अरे उहाँ त, होइन। अनि उहाँले चाहिँ 30 दिनमै चाहिँ सुलोचना के अरे सुलोचना शाकुन्तल महाकाव्य लेख्नुभयो अरे। त्यसपछि कुञ्जनी खण्डकाव्य चाहिँ 10 दिनमा लेख्नुभयो अरे भनेर चाहिँ हामीले चर्चा पाउँछौँ उहाँको हो। अनि त्यसपछि हामीले उहाँका के कृतिहरू पढ्न पाए अझ हामी रोचक हुन्थ्यौँ, होइन। अझ रुचि जाग्थ्यो। उहाँको मुनामदन पढ्न पाइन्थ्यो, लक्ष्मी निबन्ध सङ्ग्रह पढ्न पाइन्थ्यो भनेर जो हामीले उत्सुकता राख्छौँ नि, हो त्यही नै के हो त, यो चाहिँ सन्दर्भ पुस्तक सामग्री हो। त्यसले चाहिँ त्यो विषयवस्तुसँग आधारित रहेर त्यसले थप ज्ञान प्रदान गर्छ र एउटा द्रुत अध्ययन गर्ने द्रुत गतिमाथि विस्तृत गति चाहिँ होइन है। यो थियो, अलि लामो भयो, मैले यसलाई चाहिँ 2वटा पाठ गराएको छु। पक्कै पनि यहाँहरूले बुझ्नुभयो होला। धन्यवाद, नमस्कार।